तत्कालीन युवराज दिपेन्द्रको बानी व्यवहार चाहिँ कस्तो थियो? युवराजको दिपेन्द्र त्यो त साह्रै भला आदमी त्यो एउटा छ नि खानदानमा पनि आउनु रहेछ, चकचक पनि आउँछ, भलानी पनि आउनु रहेछ होइन। अब वीरेन्द्र पनि भलानी, दिपेन्द्र पनि भलानी। तर दिपेन्द्रले त दरबार हत्या गराउनु भयो, राजा वीरेन्द्र सहितको वंशनाश गराउनु भयो। होइन त्यो कुरा होइन? होइन, यो छ नि दिपेन्द्रको मुकुट बनाउने 1 करोड परेको, यो पनि एउटा भगवान्ले मलाई चाल पाए होइन। यो चाहिँ नि म चाहिँ नि हरिद्वारमा सुगताल जानलाई रिक्सामा गएको, एउटा बङ्गाली बस्न आयो मसँग। बङ्गाली यस्तो रोयो, राजालाई मार्नलाई दिपेन्द्रको मुकुट 1 करोड पर्यो, अब म राजा मार्ने भयो भने कस्तो रोयो। त्यो किनभने हिँडेपछि त्यही लाइनमा आउनु रहेछ के। यो चाहिँ नि राजालाई मारेको त्यो राजाले मार्ने योजना पनि उनीहरू फेरि राजा मर्ने मैले एउटा कल्पना गरेको के भने यो राजाको 11 पुस्ताको हो, वीरेन्द्र राजा 11 पुस्तामा आएको। 11 पुस्तामा चाहिँ नि भगवान् माताले दिएको, गोरखनाथले र काली माताले। किनभने उहाँलाई 11 पुस्तामा उहाँ जानुभयो होइन। अब त्यहाँबाट उसलाई आयो ज्ञानेन्द्रलाई, ज्ञानेन्द्रले चाहिँ नि राजी गर्नु पाएन। अहिले म ज्ञानेन्द्र कहाँ त म जानु खोजिरहेको छु, हजुर अनुशासनमा बस्नुपर्छ है भनेर भन्न जानिरहेको छु मैले। तपाईँ भेट्दै हुनुहुन्छ राजा ज्ञानेन्द्रलाई? म जान्छु। राजा ज्ञानेन्द्रको शासनकालमा चाहिँ तपाईँले भेट्ने अवसर पाउनुभयो? मलाई मानिने पद दिएको, म भागेको। माननीय? अनि किन भाग्नु भयो, किन लिनु भएन त? हेर्नुहोस्, म न्यारको बच्चा, छेत्रीको बच्चा भए लिन्थेँ। न्यायले चाहिँ नि पाए भन्दैमा चाहिँ नि सबै सोर्नु पाइन्छ? अहिले त सोरिरहेछ नि झ्यामझ्याम। हो, त्यो त सोरेर उसको हुन्छ त, त्यो त कतिन जेल सोर्ने, एकछिनको सोर्ने मात्रै भयो। यिनीहरूको छैन, भाउ छैन। यिनीहरूले त्यस भएर खाना नपाउनेले खाना पायो भने खाएर सुँगुरले गु खाए जस्तै खानु पाइन्छ? त्यो आफ्नो अधिकारभित्र पो बस्नुपर्छ। म न्यारको बच्चा भएको हुनाले म न्यारकै उसमा, म त व्यापारीकोमा चाहिँ नि मेरो ऊ छ। राजा ज्ञानेन्द्रसँग पनि तपाईँले भेटघाट कुराकानी हुन्थ्यो? छैन, एकचोटि टिका लाउनु जान्खेर उहाँ हातबाट टिका लाएँ होइन। अनि साथीहरूले नेता आए भनेर भन्यो। तपाईँलाई? किन नेता आयो भने? उनीहरूले जिस्काएको नि मलाई। तपाईँ नेता हुनुहुन्थ्यो क्या? होइन, जिस्काएको। अब यहाँ राजा भयो, ऊ त्यहाँ जिस्कायो कि। अनि राजाले भने कि सरकार सबैको कुरा सुन्नुपर्छ, विचार गर्नुपर्छ। हजुर राजालाई चाहिँ नि सबैले खसी पाला नि, बर विचार गरेर कुरा गर्नु भनेर भनिदिएँ मैले त। तपाईँले भनिदिनु भयो टिका लाउँदा लाउँदै? टिका लाउँदै भन्ने। के भन्नुभयो त अनि राजा ज्ञानेन्द्र? राजाले बोलेन, केही शब्दै आएन? हाँसिराख्नु भयो? हाँसिरहेछ। अनि तपाईँले युवराज, तत्कालीन युवराज पछि राजा भएका छोटो समयलाई दिपेन्द्रसँग चाहिँ कसरी भेटघाट गर्नुहुन्थ्यो, के थियो? दिपेन्द्रलाई हामीले भेटघाट गरेको छैन। अनि कुराकानी हुन्थ्यो भन्नुभयो त अघि नै? होइन, त्योसँग होइन। वीरेन्द्रसँग मात्रै हो? वीरेन्द्रसँग मात्रै। वीरेन्द्रसँग चाहिँ कुराकानी हुन्थ्यो? हुन्थ्यो। चासो अब वीरेन्द्र त लामो समय दरबारमा भएन त। उहाँ 27 सालदेखि नि 59 सालसम्म त भयो नि त होइन। दरबार हत्याकाण्ड चाहिँ कसरी भयो भन्ने लाग्छ तपाईँलाई? राजाको चाहिँ हजुरलाई चाहिँ जस्तो वंशै नाश होला भन्ने हजुरलाई लाग्छ? बाहिरकै चाहिँ नि उसबाट नि पुलिसले गरे। अब कसले गरायो होला? मलाई लाग्छ विदेशीहरूकै ऊ हो, डिजाइन हो। अनि युवराज दिपेन्द्रले चाहिँ त्यति बेला
तत्कालीन आफ्नो प्रेमिकासँगको चाहिँ नि विवाहको कुराहरू जुन आएको थियो नि देवयानी राणासँगको कुरा के हो कुरा? खै त्यो त मैले अलि राम्रोसित बुझेन त्यो कुरा हजुरलाई अनुभूति छैन, जानकारी छैन? छैन। जे होस्, हजुरलाई पुरानो मात्रै जानकारी बढी छ राजा महेन्द्रको, राजा वीरेन्द्रको। त्यही हो। अनि बस त जान पनि छुट्टै गयो नि। ए, जान छोडिदिनु भयो? सबभन्दा बढी लामो समय चाहिँ यहाँले महेन्द्रसँग र वीरेन्द्रसँग नै? हजुर। मेरो हो, समयले पनि साथ दिनु पर्यो। त्यो बेला म किसानको बच्चा हुनाले मलाई फुर्सद छ, अनि काम पनि छोराछोरीले गरिदिन्छ होइन। मलाई दिनभरि पनि छुट भयो, रातभरि पनि छुट भयो, अनि म सबैमा हिँड्न पाएँ। जब आफ्नो जिम्मामा आएपछि अनि टुटफुट हुन्छ क्या। फेरि अब राजाहरू भनेको विश्वास पनि हुनु पर्यो, राजालाई हामीले माया गर्न पनि पर्छ होइन। त्यो नारायण हिटी निर्माण गर्दाखेरि चाहिँ के निर्माण गर्ने, कस्तो कस्तो त्यहाँ दरबारभित्रको संरचना के बनाउने भन्ने चाहिँ कस्तो हुन्थ्यो? त्यो नक्सा त बाहिरकै नक्सा हो होइन। तर मेरो काकाहरू र भाइहरू चाहिँ नि त्यहाँ बस्छ। भाइ चाहिँ नि ज्यामीको नाइके, दरबारको नाइके चाहिँ नि काकाहरूको चाहिँ नि बेग्लै नै उसमा जान्छ। हामी काकाहरूसँग राम्रोसित भेटघाट हुँदैन।